मैले पुरै सुरुदेखि नै म अब पढ्ने भनेर पुरै खतरा पढेको होइन कन्सिस्टेन्सी हो। म चाहिँ क्लासमा चाहिँ फोकस मजाले सरहरूले भन्नुभएको सुन्थेँ अनि कोही कोही बेला बुकमा नभएको कुराहरू पनि भन्नुहुन्छ नि त सरहरूले, स्पेसली साइन्समा कुन कुन टर्महरू भन्नुहुन्छ होइन, सामाजिक भयो, इङ्ग्लिस भयो, अनि त्यस्तोमा चाहिँ अब म त्यो नोट डाउन गरिहाल्थेँ क्या, पेन्सिल लिएर बस्थेँ सरले त्यो लेसनहरू पढाउनु हुँदाखेरि। 11-12 चाहिँ एकदम मजाले पढ्नु पऱ्यो होइन, पढ्नुपर्छ अरे होइन। अब दिदीले त्यस्तो फोकस गर्नु भएन अरे, अनि अब रिग्रेट गर्दै हुनुहुन्छ अहिले, अनि हामीलाई चाहिँ सम्झाउनुहुन्छ क्या बेलैमा राम्ररी पढ, गाह्रो हुन्छ। मलाई चाहिँ यस्तो लाग्छ मैले जति जे गर्नु छ 10सम्म गरेँ, अब चाहिँ 11-12मा पढ्ने मात्रै हो जस्तो लाग्छ। जस्तो त्यस्तो अब कलेज लाइफ, नयाँ जर्नी, फ्रिडम टाइपको हुन्छ नि, त्यस्तो केही एक्साइटमेन्ट छैन। अब सुरुदेखि नै कन्सिस्टेन्टली पढ्ने भन्ने मात्रै छ। यस्तै डिजिटल प्लेटफर्महरूले धेरै हेल्प गर्छ जस्तो लाग्छ होइन मलाई चाहिँ। अब स्कुल अब बिहान त्यहाँ जस्तो जुन कलेज छ त्यहाँ गएर पढ्ने, सरहरूले के भन्नुहुन्छ सुन्ने, अनि आफै पढ्ने होइन। अनि त्यस पछाडि अझै हेल्प गर्नको लागि अर्को मिडियम पनि भयो भने त झन् राम्रो हुन्छ नि त है। सो मलाई चाहिँ लाग्छ जहाँ बसेर पढे पनि आफूले पढ्ने हो होइन। अब मलाई त्यही लाग्छ पर्सनली चाहिँ। काठमाडौँ आउनुको कारण चाहिँ के हो? मलाई चाहिँ उता पूर्व प्रधानमन्त्रीले बोलाउनु भएको थियो, अनि एकचोटि हजुर उहाँले अब एकचोटि भेटेर शुभकामना दिने